नमस्ते दाजुभाइहरू सबैजनाले नमस्कार छ मेरो। आजको भिडियोमा विशेष खाएको यही छ जे नेपालमा जुन आन्दोलन भएको थियो पहिला, त्यो आन्दोलनको लागि अब जुलुस निक्लेको छ। हिन्दू मुसलमानको नेपालको शान्तिको लागि जुलुस निक्लेको छ। त्यो भिडियोमा अहिले हेराउँछु त हेरेर के विचार छ, तपाईको विचार सही लागेको छ भने कमेन्ट गर्नु, आफ्नो राय बताउनु। ल म अब भिडियो स्टार्ट गर्छु। यता शान्ति सद्भाव र्यालीमा उपस्थित भइदिनु भएकोमा सम्पूर्ण उपस्थित महानुभावहरूलाई हृदयदेखि नै मेरो व्यक्तिगत तर्फबाट सिङ्गो भोक्रा नरसिंह गाउँपालिकाको तर्फबाट यहाँहरूलाई स्वागत गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रो कोन सभाको कार्यक्रम रहेकोले छोटो मिठो कोन सभा कार्यक्रम हामी गर्न गइरहेका छौँ र कोन सभामा चाहिँ राष्ट्रप्रति सम्मान जनाइदिनु हुन सम्पूर्ण उपस्थित महानुभावहरूले राष्ट्रगानमा सरिक भइदिनु हुन गर्नुपर्छ। एकता र भाइचाराको मिसाल बन्नुपर्छ। आजै यो भोक्राले दिएको एकताको सन्देश पुरै देशभरि जानुपर्छ। आज यो भोक्राले दिएको एकताको सन्देश पुरै देशभरि जानुपर्छ। जात र धर्म बीचको यो लडाई अब सधैँको लागि अन्त हुनुपर्छ, हो कि होइन? जात र धर्म बीचको यो लडाई सधैँको लागि मानवताको लागि हामी सबै भोक्रावासीले लड्नुपर्छ। मानवताको लागि हामी सबै भोक्रावासीले लड्नुपर्छ। धेरै चाहना होला, धेरै चाहलान् राजनीतिको रोटी सेक्न यहाँ धेरैले चाहलान्, तर एक छाप खान गरिबलाई कसैले नदैलान्। एक छाप खान गरिबलाई कसैले नदैलान्। हामीलाई लड्ने खेल गर्नेलाई हामीले अब चिन्नुपर्छ। हामीलाई लडाउने खेल गर्नेलाई हामीले आजै चिन्नुपर्छ। धर्म कुनै गलत हुँदैन, धर्म कुनै पनि गलत हुँदैन। जसको मानवता छैन हामी कुनै धर्मको शिष्य हुँदैन। त्यसकारण मानवता हाम्रो पहिचान हो। सहयोगीका फुलका हामी एउटै माला नेपाली हाम्रो नाम हो, हाम्रो नाम हो। हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी यस कोन सभाको प्रमुख अतिथिको आसन गरिदिनु हुन कोशी प्रदेशका उद्योग कृषि सहकारी मन्त्री आदरणीय इसरायल मुर्सिदजीलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी गाउँपालिकाका उपाध्यक्षज्यूलाई पनि आसन ग्रहण गर्दै हार्दिक अनुरोध गर्दछु। वडा अध्यक्षज्यूहरू, सम्पूर्ण वडा सदस्यहरू, शिक्षक, कर्मचारी, बुद्धिजीवी, नागरिक, व्यापारी समाज, पत्रकार, सुरक्षाकर्मीजीहरूलाई पनि यथास्थानमा सम्पूर्ण उपस्थित महानुभावहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी समाजसेवी आदरणीय हरगोविन्द सरज्यूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। विभिन्न धर्मगुरुजीहरूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब 2 मिनटमा छोटो मन्तव्य राखिदिनु हुन धर्मगुरु, इस्लाम धर्म गुरुको तर्फबाट सैफुद्दिन अन्सारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। छोटो मिठो मन्तव्य राखिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। मौलाना सैफुद्दिन अन्सारीज्यू 2 मिनट। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुह। जय नेपाल। गुजरात, आज हमारा ये इज्तिमा एक अमन और शांति और इत्तेहाद का इज्तिमा है। हमने अपने इज्तिमा से और हम इकट्ठा होकर ये बात साबित कर रहे हैं कि सारे लोग एक हैं और सब एक साथ मिलकर रहना चाहते हैं। जो चंद चपकलिश हो गई और फिर ना इत्तेफाकी हो गई, उसके बाद हम सब एक साथ जमा हुए हैं और इस बात का पैगाम दे रहे हैं पूरे मुल्क को, और हम इस इज्तिमा से पूरी दुनिया को ये पैगाम देना चाहते हैं कि हम इत्तेहाद चाहते हैं, हम अमन चाहते हैं, हम शांति चाहते हैं, हम एक साथ मिलकर रहना चाहते हैं।
हम बाजू से बाजू मिलाकर, कंधे से कंधे मिलाकर चलना चाहते हैं। हम इंतशार बिल्कुल नहीं चाहते, हम आपस में नाचाती बिल्कुल नहीं चाहते, हम एक दूसरे से अलग होकर रहना बिल्कुल नहीं चाहते। हम कंधे से कंधा मिलाकर रहना चाहते हैं, हम कंधे से कंधा मिलाकर चलना चाहते हैं। आज हमारे मुल्क में ये चंद औदाश किस्म के लोगों की वजह से, या हम तो कहते हैं कि हमारी कमजोरी की वजह से, हमारी कमजोरी की वजह से और हमारी गलती की वजह से हमारे मुल्क में जो ये चंद ना इत्तेफाकियां पैदा हुई हैं, हम सब मिलकर ये तय करें और ये अहद करें कि हम इन तमाम चीजों को दूर कर देंगे और हम सब मिलकर रहेंगे, एक दूसरे से कंधा मिलाएंगे और पूरे मुल्क को अमन और शांति का गहवारा बनाएंगे। हमारा इस्लाम कतन ये जुल्म नहीं चाहता है, कतन ना इत्तेफाकी को पसंद नहीं करता है, आपस में भेदभाव को पसंद नहीं करता है। इस्लाम का पैगाम है कि सब मिलकर चले, सब आदम के बेटे हैं, आदम की औलाद हैं और फिर सब मिलकर रहना चाहते हैं। ये इज्तिमा हमें यही पैगाम दे रहा है कि हम सब एक साथ रहेंगे, एक साथ मिलेंगे, एक साथ चलेंगे और अपने मुल्क को अमन आश्ती का गहवारा बनाएंगे। इसी उम्मीद के साथ अपनी बात को खत्म करते हैं और हम पूरी दुनिया को ये पैगाम देना चाहते हैं कि ये मुल्क अमन और शांति का गहवारा है और इंशाअल्लाह रहेगा। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। धेरै धेरै धन्यवाद। त्यस्तै गरी छोटो मिठो शुभकामना मन्तव्य राखिदिन हुन हिन्दू धर्मगुरु आदरणीय लालु पण्डितज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रियजन, जय श्री कृष्ण, राधे राधे, जय श्री राम। सावन के टाइम छे 2083 साल। काल हरो, कष्ट हरो, दुख हरो, दलित हरो, रोग हरो, भटक हरो, अकाल मृत हरो। नमो पार्वती पते हर हर महादेव। जय शंभो, जय काशी विश्वनाथ। प्रियजन, अपने सबके देखियो एक दूसरा से मिलान रहे पड़ते, भाईचारा निभावे पड़ते, अपने के देखो साथी बन के रहना पड़ते, दुश्मनी न करे पड़ते, मारपीट करे न पड़ते, गाली गलौज करे न पड़ते। शांति चाहिए, ओम शांति शांति शांति। प्रियजन, अपने सब देखो कते दुखी में छे, कते कष्ट में छे। ये अपने के सावन के टाइम में लोग सब जाए छे बोलबम यात्रा जाए छे कत कत। आप देखो अपने के यात्रा रह गए, ये नाना होना चाहिए। अगला साल से धूमधाम से होना चाहिए, शांति पूर्वक होना चाहिए। जो भगले जे मारपीट कर लगे छानबीन करके अपन कानूनी रूप से करवाए होना चाहिए। जय श्री कृष्ण, राधे राधे। प्रियजन, जय ग्रामवासी। धेरै धेरै धन्यवाद। जय श्री राम, हर हर महादेव, जय शम्भु, अल्लाह अकबर। अब त्यस्तै गरी छोटो मिठो मन्तव्य राख्दिन हुन 2 मिनेटमा सामाजिक अभियन्ता, नागरिक समाज अगुवा, अधिकार कर्मी आदरणीय रमेश भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद संचालक ज्यू। कार्यक्रम का सद्भाव यात्रा का सभाध्यक्ष तथा भोकरा नरसिंह गाउँपालिका का अध्यक्ष ज्यू, मुख्य अतिथि कोशी प्रदेश सरकार का माननीय कृषि पर्यटन तथा वातावरण मन्त्री ज्यू, त्यसै गरी उपाध्यक्ष ज्यू, वडाध्यक्ष ज्यूहरू, सबै शिक्षक शिक्षिका साथीहरू, सबै विद्यार्थी, युवा, सुरक्षाकर्मी, सामाजिक अभियन्ता, धर्मगुरु, स्थानीय बासिन्दा, राजनीतिक पार्टीको नेतृत्व, यहाँहरू सबैलाई अभिवादन व्यक्त गर्न चाहन्छु। जय श्रीमान नारायण, राधे राधे, सलाम वालेकुम, जय मसी। त्यसै गरी सबैको लागि जो जो पाप फ्यापुला सबैको सांस्कृतिक आस्था अनुसारको अभिनन्दन गर्न चाहन्छु। आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, म लामो कुरा केही पनि गर्दिनँ, 2 मिनट समय दिएको छ, त्यसभित्र नै म सीमित हुन्छु। जब
मिलेर बसेको समाजमा जब गाउँ एउटै छ, हटिया एउटै छ, बिमारी भएर जाँदा अस्पतालको बेड पनि ओरतिर परतिर बस्नु परेछ र यदि धेरै टाइट भयो भने अस्पतालभित्रको स्लाइन पानी चलाउने स्ट्यान्ड पनि एकपट्टिको स्ट्यान्डमा स्लाइन पानी, तपाईले एकपट्टिको स्ट्यान्डको ह्याङ्गरमा मैले पानी झुन्डाएर पानी लिनुपर्ने छ। आवश्यकता पर्दा तपाईको रगत मलाई, मेरो रगत तपाईलाई दिनुपर्ने छ फ्रेस रगत पाइँदाखेरि। त्यसकारण मैले भन्न खोजेको कुरा, हाम्रो बाटो एउटै छ, हाम्रा नानीहरू मासुम नानीहरू पढ्ने स्कुल एउटै छ, पूजा पाठ गर्न जाने ठाउँ बाटो एउटै छ। अलग अलग हाम्रा सांस्कृतिक केन्द्रहरू, सांस्कृतिक आस्थाका हाम्रा मन्दिर मस्जिदहरू अलग हुन सकन्। हामीले जब ईर्ष्या, आवेग, द्वेष राख्छौँ, पाल्छौँ, त्यसले घृणा उत्पादन गर्नेछ। जब घृणा उत्पादन हुन्छ त्यसले बदलाको भाव सिर्जना गर्छ। जब बदलामा हामी उत्रिन्छौँ हिंसाको जन्म गराउँछ। हिंसा फेरि प्रतिहिंसामा रूपान्तरित हुन्छ र लामो लम्बे यात्रामा हामी सामाजिक विवादमा फस्छौँ। त्यसकारणले हामीहरूले सधैँ के बुझ्नु पर्यो भने मिलेर बस्नको निमित्त हामीलाई समाजले हाम्रो सामाजिक संरचना सिर्जना गरेको छ। हामीलाई सामाजिक आदेश छ। तपाईको घरको छतमा गएर हेर्नुहोस्, तपाईको 4 घर परतिर फरक जाति, फरक भाषा, फरक संस्कृतिको मानिसको बसोबास छ। उसको घरबाट पनि फरक आस्था, फरक विचारको घर, मान्छेको घर देखिन्छ। त्यसकारणले हामीहरूले सबैले सबैका अस्तित्वलाई स्वीकार गरेर बाँच्नु पर्छ, बस्नु पर्छ र हाम्रो त्यही समाजमा मिलेर हामीले हाम्रो जीवन गुजार्नु पर्छ भन्दै हामी किन विवादित हुए। त्यसकारणले हामी सबैका आस्थाहरूलाई सम्मान गर्दै शान्ति, सद्भाव, एकता र सहकार्यको संस्कृति निर्माण गरौँ भन्ने आग्रह गर्दै यहाँहरू सबै आदरणीय प्रियजनहरूलाई हार्दिक आभार व्यक्त गर्दै त्यसमा पनि यो साहस, यो व्यवस्थित कार्यक्रम आयोजना गर्ने भोका नरसिंह गाउँपालिका गाउँ सरकारलाई अभिनन्दन गर्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद। त्यस्तै गरी यस भोग्रा नरसिंह गाउँपालिका सम्पूर्ण वडा अध्यक्षज्यूहरूको तर्फबाट वडा नम्बर 4 का वडा अध्यक्ष आदरणीय हारुन अन्सारीज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिन हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषक हीरालाल शाहजी। आज भोकरा नरसिंह गाउँपालिका द्वारा आयोजित जो सद्भाव रैली का अध्यक्ष अजमल अख्तर आजाद ज्यू, इस कार्यक्रम का प्रमुख अतिथि माननीय सहकारी मंत्री इसराइल मंत्री ज्यू, उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार साथीहरू, सुरक्षा कर्मीहरू, भोकराहावासीहरू, सर्वप्रथम म मेरो व्यक्तिगत तर्फबाट र नेपाल मुस्लिम संघ सुनसरीको तर्फबाट यहाँहरूलाई हार्दिक नमन गर्न चाहन्छु। अस्सलामु अलैकुम भन्न चाहन्छु। नमस्कार भन्न चाहन्छु।